के भयो के भयो जय हनुमान हनुमान की जय हो र यो त्रिशूल राणा भने यही हो जय हनुमानजी भने हाम्रो भगवान हनुमानजी ओले बिस्तारै 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 गुड ल पञ्चमुखी हनुमानबाट आयो चाँगु नारायण के हो 108 फिट त्रिशूल रे त्रिशूल 108 फिट छ यहाँ त्रिशूल यो के हो त होला नि खोइ कहाँनिर त्रिशूल हेरौँ न सुलु बाबु ल हामी आइपुग्यो गन्तव्यतिर ल त्रिशूल डाँडा पञ्चमुखी हनुमानको दर्शनको यात्रामा हामी निस्केको आइपुग्यो के भयो बा पञ्चमुखी हनुमान चाङ्गु रोड त्रिशूल डाँडा हनुमान मन्दिर चिया ब्रेक ये ठिकै नै चिहानलाई अघि ठाउँमा त्यो मन्दिर छ नि हजुर त्यो उसो तेलकोटा भन्ने मन्दिर क्या के मन्दिर हो त्यो घरै घरको मन्दिर अघि नआउँदा होइन अहिले जाँदाखेरि पर्छ हामी कहाँबाट जाने त नि होइन यताबाट जाने अब नजान्छ हजुर कस्तो फिल भयो चाहिँ बोबाल छ नि भिडियो छ क्या अब लगभग 5 मिनटमा पुगिन्छ होला यो पोइन्ट लेफ्ट देखायो नि त पञ्चमुखी हनुमान तेलकोट चाङ्गु रोड त्रिशूल डाँडा हनुमान मन्दिर यो भइहाल्यो त्रिशूल यहाँ छ हेर्दै त्रिशूल अब निकै रमाइलोको अपिल उकालो यात्रा भयो रमाइलो यात्रा भयो माथि यो टावर होला यताबाट भ्यू आज अलिकति त वेदर क्लियर भएन कि त है नत्र बबाल देखिन्थ्यो हिमाल यहाँबाट चाहिँ माथि हट मौसम क्लियर भएन है त रेडी हो पछाडि ल ओ
भोलि अस्ति एकछिन चाहिँ हल्लिएर अब चाहिँ